हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म गर्न लागिरहेको छु मेरो बहिनीको मेकअप। अनि यो चाहिँ एउटा मेकअप ट्युटोरियल जस्तै भिडियो हो। अनि डोन्ट फर्गेट टु लाइक, सब्सक्राइब एन्ड कमेन्ट। लेट्स स्टार्ट द भिडियो। अनि मेरो बहिनी चाहिँ गएको छ उसको मुख धुनलाई। अनि आज चाहिँ म गर्दैछु मेकअप। स्टार्ट द भिडियो। आज चाहिँ म उसको कपाल होइन फर्स्टमा चाहिँ मेकअप गर्न लागिरहेको छु। अनि यो चाहिँ मैले युज गर्ने सनस्क्रिम हो। तर हेर्नु के हुँदैछ, मेरो बहिनीले चाहिँ उल्टो देखाइरहनु भएको छ। अनि म देखाइरहेको छु फेरि सुल्टो। अनि फेरि म लाउनु लाग्थेँ। अनि फेरि मैले के सम्झेँ भन्दाखेरि फर्स्टमा मोइस्चराइजर लाउँछु। अनि फेरि मैले निकालेँ अनि मैले लगाएँ कोकाको मोइस्चराइजर। यसको स्मेल यस्तो दामी छ नि। अनि मैले यति मोइस्चराइजर निकालेँ अनि मैले मजाले पोत दिन थालेँ। मुखभरि लतर पतर गर्दै दल्दिएँ मुखभरि। खासमा यो कुनै कन्टेन्ट नपाएर बनाएको भिडियो हो। अनि यो सनस्क्रिम भइहाल्यो मैले युज गर्ने। यस्तो राम्रो छ यो सनस्क्रिम त, यो ड्राई फेसको लागि नि। अनि मैले अहिले यही युज गरिरहेको छु। अनि मैले मेरो बहिनीलाई पनि त्यही लगाइदिएँ, उसको पनि ड्राई छ स्किन, त्यही भएर त्यही लगाइदिएँ। अनि आज कहाँबाट जहाँ गर्छु अहिले मेकअप गर्ने, आज केही नभनी मेकअप गर्न दिइरहेको छ, नत्र यस्तो भएन उस्तो भएन भनिरहन्थ्यो। अनि मैले मेकअप गरिदिइरहेको छु त्यही भएर। अनि त्यसपछि सनस्क्रिम दल्दिन थालेँ मैले मुखैभरि लतर पतर गरेर दल्दिएँ मैले। अनि मैले लगाइदिएँ। ऊ चाहिँ हाँसिरहेछ मक्ख परेर, आज मेरो मेकअप गरिदिनु लाएको, आज म रेडी हुने राम्री हुने भनेर यस्तो खुसी हुँदै हाँस्दै ऊ गर्दै मेकअप गर्दैछ। अनि मैले चाहिँ गरिदिँदैछु। अनि मैले सनस्क्रिम लगाइ भ्याइसकेँ। अब म खोज्दैछु के लगाइदिउँ भनेर। अनि मैले यो थोरै हल्का सेतो हुने क्रिम लगाइदिनु लाएँ, यसो अलिकति गोरी बनाइदिउँ न त भनेर। अनि त्यसपछि केही नपाएर मेरो त्यो पाउडर पफ पनि सबै छेक्रा भयो। किन हो थाहा छैन मलाई, डुप्लिकेट रहेछ क्या हो। त्यसपछि मैले त्यो फालिदिएँ। त्यसपछि मैले रुमालले नै सबै मुखभरि पोतिदिन थालेँ। जुगाड त चलाउनु पर्यो। अनि त्यसपछि म के खोज्दैछु मलाई थाहा छैन। मैले आइस्याडो निकालेँ। यो चाहिँ मम्मीको यति पुरानो आइस्याडो नि, म आइस्याडो नि लाउँदिनँ, त्यही भएर यही देखेँ आइस्याडो। अनि मैले त्यही लगाइदिन लाएँ बहिनीलाई। अनि म कुन लगाइदिउँ भनेर हेरिरहेको थिएँ। आँखाजीमा गएर भनेको हेरिरहन्छ। अनि फेरि आँखाजीमा गर्न लगाइदिनु थालेँ। अनि यो मलाई आइस्याडो किन हो, त्यो आइस्याडो लाउने ब्रसले त लाउनै आउँदैन। अनि म त हातले नै लगाइदिन्छु बरु भनेर हातले नै लगाइदिनु थालेँ मैले। अनि मेरो बहिनी आनन्द लिएर लगाइरहेछ मजाले। अनि म चाहिँ लगाइदिनतिर यति व्यस्त छु नि, पुरै लगाइदिइरहेको छु म चाहिँ। अनि आइस्याडो म त्यहाँ सेड मिलाइरहेको थिएँ, पिङ्क कलर ब्राउन लगाएर के लाएर म सेड मिलाइरहेको थिएँ। अनि यो हाम्रो घरमा यो प्यारोट पनि कति कराएको कराइ गर्छ। वाक्कै लाग्छ घर बस्न पनि कराएको कराइ गरेर। भोइस ओभर गर्न लायो घरमा कोही छैन भनेर। आइस्याडो मैले लगाइसकेँ तर देखेकै रहन्छ राम्ररी। हा वाक्क लाग्छ यो सुन्दा फेरि कराउनु थाल्यो। अब म के खोजिरहेको छु मलाई थाहा छैन। मैले लगाइदिनु लाएँ गाजल भन्छ कि काजल भन्छ मलाई थाहा छैन। अनि त्यही लगाइदिनु थालेँ। यो गाजल चाहिँ कहिल्यै मिल्दैन फेरि यता र उता, एउटा सानो एउटा ठुलो हुन्छ जहिले पनि। अनि म एउटा आँखामा लगाइदिन्छु। त्यो लगाइरहेको साइडमा लाउनु चाहिँ यति सजिलो हुन्छ, अर्को साइडमा त लाउनै आउँदैन भनेको। अनि अगाडि नै आएर लगाइदिनु लगाएको, केही देखिँदैन रहेछ। मैले त क्यामेरै चेकिदिएछु। अनि अलिअलि त देखिरहेको रहेछ। अनि मैले लगाइदिएँ त्यो साइड पनि। त्यसपछि मैले छिटो गरेर गाजल पनि लगाइदिएँ। अनि त्यसपछि म देखाउँदैछु गाजल। हेर्नु यो साइडको कति सानो हो, यो साइडको कत्रो लामो भएछ चुच्चो। तर पनि होस् भनेर छोडिदिएँ मैले त झ्याउ लागेर। कहिले बन्दै नमेट्यो भने झन् कालो हुन्छ। झन् मलाई त रिस उठ्छ कालो भएपछि। अनि त्यसपछि त्यतिकै छोडिदिएँ। अनि मैले ब्लस लगाइदिएँ हल्का। अनि त्यसपछि मिच्दैछु ब्लसलाई, यसो हाँस न भन्दैछु नि, हि गर्दैछ। अनि मैले त्यसमा त्यो थोरै हाइलाइट पनि गरिदिउँ भनेर आइस्याडोको त्यो टल्किनेवाला लगाइदिँदैछु मैले। आइस्याडोको लगाइदिँदैछु टल्किने हाइलाइट गरिरहेको वाला। तर केही देखाएको त छैन, तर पनि लगाइदिँदैछु।
अनि त्यसपछि मैले यो लिप लाइनर यति खोजेर बल्ल बल्ल पाएको नि यो लिप लाइनर मैले। अनि त्यही दल्दिनु लिप लाइनर ओठमा। अनि त्यो अरूकोमा लगाउनै नआएर मलाई यस्तो गर गर भनिरहेको छु। झन् गर्दै गर्दैन यस्तो रिस उठ्छ झन्। यो भनेको मानेन भने मेकअप गर्ने बेला। अनि बल्ल बल्ल मिल्यो। अनि बल्ल बल्ल लगाइदिएछु। अनि त्यसपछि अझै पनि यता र उता बिग्रिने के तल र माथि। अनि त्यसपछि मैले बल्ल बल्ल मिलाएर लगाइदिएँ। अनि त्यसपछि मैले यो मेरो त्यो लिप बाम थियो एउटा कलर आउनेवाला ब्राउन सेडको आई थिङ्क यो वाला। अनि मैले त्यो लगाइदिएँ मैले। यो चाहिँ यस्तो च्याप च्याप बस्दैन कि ओठमा सुकिहाल्छ। अनि मलाई कस्तो यो च्याप च्याप बस्यो भने त कस्तो झ्याउ हुन्छ। अनि दाँतमा लागेछ फेरि लगाइदिँदा। अनि पुसिहालेँ। अनि मैले यो लगाइदिएँ। अनि चाहिँ हेर्दै कस्तो देखि मलाई भनेर मैले मस्कारा लगाइदिनु लाएँ। उसले चाहिँ कहिले मस्कारा लाउँदिन थिएँ। आज चाहिँ मैले लगाइदिनु लाएँ। मलाई मनै पर्दैन भन्दै थिएँ। त्यही पनि मैले यस्तो गर उस्तो गर फेरि करायो। यस्तो गर उस्तो गर भनेर बल्ल बल्ल लगाइदिनु लाग्यो। त्यो पनि माथि लागेको थियो हल्का। तर पनि केही नै हुँदैन भनेर छोडिदिएँ मैले। यो साइडमा मस्कारा पनि यो साइडमा चाहिँ यति सजिलो हुन्छ नि लाउनलाई। अनि अर्को साइडमा चाहिँ आम्मामा कति गाह्रो हुन्छ लाउनलाई। आउँदै आउँदैन अर्को साइडमा हातै पर्दैन भनेको लाउनलाई। मस्कारा पनि जस्तो आउँछ त्यस्तै लगाइदिएँ मैले। अनि उल्टो हातले लगाइदिएको कस्तो कस्तो भयो। अब मैले कपाल कोरिदिन लाग्छु। हेर्नु है कपाल तपाईँहरू हेरेर हाँस्नुहुन्छ होला सायद। अब मैले कपाल कोरिदिन लाग्छु। 3 2 1 गो। मैले कर्ली बनाउनलाई यस्तो जुगाड गरेको हेर्नु 1 2 3 4 5 6वटा 6 ठाउँमा मैले यसरी बटारेर चिम्टीले लाएर कर्ली गर्ने छैन के गर्नु त यसरी नै बनाइदिन्छु भनेर यस्तो बटारेर राखेँ। अनि उसको मेकअप पनि गरिदिइसकेँ मैले। मेकअप देखाउँदैछु ऊ चाहिँ। अनि एउटा दुईटा यताबाट देखिरहेको छ कस्तो राम्रो देखिरहेको छ तर। अनि त्यहाँ मस्कारा माथि लागेको थियो एउटामा। हेरिकन आँखामा के गरेको झिमिक। अनि मैले यसलाई अब देखाएँ। कपाल पनि त्यसरी कर्ली बनाएँ। यदि जुगाड गरेर लगाएको नि जुगाडु त गर्नु पर्यो। अनि यो चाहिँ उसको फाइनल लुक। टक 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 कति नै हिरो नि पल्टिकी रे टक 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 टक। गाइज मैले रेडी गरिदिएँ मेरो बहिनीलाई। कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला। आउट अफ 10 रेट गर्नु होला मेरो बहिनीलाई। मेरो बहिनीको कपाल कस्तो राम्रो देखियो कि मैले यो कसरी कर्ल गरेको भनेर तपाईँहरूलाई थाहा भइहाल्यो होइन। तर पनि हेर्नु कस्तो राम्रो कर्ल बसेको हो कि कस्तो नाइस। मलाई थाहा पनि थिएन मेरो कपाल। यहाँ पछाडि पनि दुइटा उसको कपाल यति लामो नि यति कस्तो राम्रो देखिरह। आज यस्तो तारिफ गरिदिउँ भनेर गरेको खासै राम्री त छैन। तपाईँभन्दा त राम्रै रहेछु। कस्तो राम्री देखिरहेछ आज तर। मान्छे राम्री कसैको नजर नलागोस्। तपाईँकै नजर लागिसक्यो। त्यो त हो। काला टिकै छैन केही पनि। यही हो हाम्रो फाइनल लुक। मेरो बहिनीको कस्तो राम्री देखिरहे। यस्तो धेरै मेकअप कहिले गर्दिनँ थिएँ। अनि आज मैले गरिदिएको यस्तो गरिदिउँ भनेर। तर पनि कस्तो राम्रो देखिरहे। अब एक दुईवटा फोटो खिचिदिन्छु अनि सिधो बाई बाई फ्रेन्ड्स लभ यु अल। डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड कमेन्ट गर्न नबिर्सिनु होला कस्तो देखिरहेको छ। 10 आउट अफ 10 मा कति दिनुहुन्छ रेट गर्नु होला मेरो बहिनीलाई। बाई बाई।